ल हाई हाई गुड नाइट कहाँ जानु भएको मार्केट के लिनु जाको मेरो छोरीलाई चाहिँ अलिकति चिसो लागिरहेको छ र चाहिँ हेरौँ दिदी चाहिँको बेग भिरेको नानाको पो त्यही त कसको अन्त बेबी अच्छा बेबी लुजोगिन मेरो बुढो यहाँ छ हो साथीहरू अनि हेलो साथीहरू सबैजनालाई वेलकम छ हाम्रो भिडियोमा साथीहरू हामी चाहिँ अहिले चाहिँ अलिकति मार्केट गएको हो किन भन्दाखेरि चाहिँ जुखामहरू भइरहेको छ नि त मलाई पनि अन्त यसो मेडिकल गएको हामी दबाई पानीहरू लिनुको लागि अन्तखेरि तपाईँहरू के गर्नुहुँदैछ हो साथीहरू खानुभयो कि भएन डिनर गर्नुभयो कि भएन हो साथीहरू हामी चाहिँ अब लागेको एकछिन वक पनि हुन्छ नि त त्यही भनेर चाहिँ हामी लागिदिएको हेर्नुहोस् है साथीहरू यहाँको नजाराहरू हो यो चाहिँ पुरा एरिया कति बजेको नि यो अल्ला कराउँदैछ हो मेरो छोरी चाहिँ ब्याग भिरेर चाहिँ कता जानु भएको हो हजुर लिजर्ड अच्छा ऊ लिजर्ड देखेछ के हो बेबी लिजर्ड अच्छा ओके बाई बाई भनिदियो लिजर्डलाई गयो ल न कहाँ गएको मार्केटमा के लिने बिस्किट अच्छा घरमै छ बिस्किट किन लिनु ल साथी दिदीलाई चाहिँ अच्छा ब्याग छोइदिएको थिएँ कि मैले नु भन्दैछ ब्याग नछुनु म कहाँ गएको ब्याग भिरेर चाहिँ के लिने ब्यागमा चाहिँ साथीहरू हामी चाहिँ मार्केट पुग्न रोड क्रस गर्दैछौँ अनि एकदम ध्यानसँगले रोड क्रस गर्छु चाहिँ साथीहरू हेर्नलाई भर्खर गाडी आउँछ बेबी तिमीलाई के चाहियो लु साथीहरू हामी चाहिँ अब घरतिर लाग्यौँ हो साथीहरू हेर्नु सक्नुहुन्छ है हामी चाहिँ प्याम्पस पनि लिनुपर्ने थियो हो किनभनेदेखिलाई प्याम्पस के भन्छ अनलाइन मगाएको छौँ कि तर आएकै छैन नि त अस्ति पनि क्यान्सल भएर आएकै छैन त्यही भएर चाहिँ प्याम्पस सकिरहेको थियो साथीहरू अन्त त्यो पनि लिनु गएको थियौँ अब चाहिँ हामी घर गएको हो अन्तखेरि तपाईँले खाना खानुभयो होला है हामी चाहिँ अब गएर खाने हो सन्जयले त खान्छै खाँदैन म चाहिँ खान्छु अन्तखेरि मेरो नानी चाहिँ यहाँनिर हिँड्ने अरे आफै ब्याग हेर्नु न फेरि ब्याग चाहिँ बोक्नै पर्ने उसको हातै दुखिसक्यो होला त्यो ब्याग अठाएकोले पनि उसलाई सो साथीहरू हाम्रो भिडियोलाई हेर्दै गर्नु होला हो अनि हेरेर यसो लाइक सेयर कमेन्ट गरिदिनु होला मन पऱ्यो भनेदेखिलाई हो साथीहरू ओके सबैजनालाई बाई बाई गुड नाइट छ ल गुड नाइट भनिदियो बाबा गुड नाइट बेबी भनिदेऊ गुड नाइट मम्मालाई हेरेर बाई ल सबैजनालाई बाई बाई